Hello everyone, Namaste. Welcome to my YouTube channel Salinta Vlogs. आज म छु मेरो घरमा कैलालीमा अनि आज अवश्य छ मेरो दाजु र मेरो भाइको बर्थडे बन्द छ अनि यसको चाहिँ मैले भ्लग बनाउँदै छु। सो यो भ्लग चाहिँ मैले लास्टसम्म 3 दिनको चाहिँ बनाउँछु होला एउटैमा मिक्स गरेर। अनि अहिले चाहिँ अब के रे पिठो खेल्ने प्रोग्राम हुँदैछ बाहिर अनि यो चाहिँ मैले अहिले देखाउँछु। अनि यो भ्लग चाहिँ मेरो दाजु र भाइको बर्थडे बन्धन स्पेशल हुनेवाला छ। सो लेट्स गो। हेलो मेरो फुपू अदिति रावल, वेलकम टु माई भ्लग। थ्याङ्क यू सालिन्ता, थ्याङ्क यू भैया। के पिउँदै होइसिन्छ हजुरले? चिया पिउँदैछु। ल हेलो के हेलो को हजुर हजुर यो दुईजना हो, है यिनीहरू दुईजना हो। यो बेहुला दुईजना। वेलकम टु आवर भ्लग। हेलो गाइस बर्थडे बन्धन हुने मान्छे खै हेरौँ त फेस खै बर्थडे बन्धवाला केटो बोल्दैको लाइसेन्स पाउँछ एनिवर इन्ट्रेस्टेड भ्याकेन्सी खुल्छ भोलिबाट। बिहेको लागि भ्याकेन्सी खुल्छ हैन? यो ओखलमा चाहिँ अहिले के अरे चामल पिस्ने हो अनि त्यसपछि फेसमा लगाउने धुलो खेल्ने चामलको पिठो। ब्यूटीफुल आन्टी, हेलो आन्टी, नमस्ते। कति राम्रो हजुर। थ्याङ्क यू। धेरै बेहुलाकी आन्टी कहाँ हो त? के होइसिन्छ हजुर? म त सालिन रावल र सङ्गीत रावलको आन्टी। मेरो पनि। मेरो सालिन्ता रावलको पनि आन्टी। किन हजुरले यो किन कुट्न सक्दैन? इनर्जी छैन? एनर्जी छ तर मैले कहिले चलाएको छैन, मलाई आएन तर पनि ट्राई गरेँ। ट्राई हजुरको एकदमै राम्रो थियो, धन्यवाद। यहाँ हुनुहुन्छ हाम्रो ठुल्मम्मा। कुट्छु कुटिसकेँ।
मेरो आन्टी हालत खराब भइसक्यो हाम्रो सेल्फी हाम्रो नाति धुलो सिद्धिको हो मेरो भिडियो ल्याउँदा बाबु अहिले तँ पनि हुने बेलाउने बोले होला त हेलो क्या हजुर बच्चे हो क्या बच्चे हो हाम्रो आन्टी अनि दुईजना प्रतिबन्धन हुने मान्छेहरूको हालत यता देउडा चलिरहेछ अब देउडा खेलिरहेछन् सबैले हामी चाहिँ क्यामेराम्यान यता चाहिँ हामीहरूको सुदूरपश्चिमको उत्कृष्ट देउडा खेल एकदमै चर्चित खेल हुँदैछ यहाँ हाम्रो भ्लगर दिदी देउडा खेल खेल्दै पश्चिमको धेरै चर्चित खेल यसरी खेलिन्छ है गोलो गोलो घुमेर देउडा खेल रत्याउडी भोलि बत्ती बन्दा टाउनका छप्रीहरु गाइस पिटाउनको छप्रीहरु पिटाउन भनेको के थाहा होला पिटाउन भनेको पर्दा पिटाउ पिटाउनको छप्रीहरु अनफर्चुनेटली म चाहिँ छप्रीहरुको फुफु
हल्दीको लागि रेडी भइसक्यौँ गाइस हामीहरू चाहिँ हल्दी अनि रतेडी पनि खेल्ने देउडा पनि। हेलो दाजु यता आइस न दाजु यता आइस न यता हुनुहुन्छ हाम्रो प्यारो दाजु रेडी भइसक्छ दाजु पनि हल्दी लगाउने यता हल्दी लगाउने मलाई कस्तो देखिरहेको छ गाइस कि मैले चुरा नि लगाएको छ यल्लो कलरको चुरा Sura. के गर्नु खोजेको? ओह लागिसक्यो जस्तो छ। के हाई भन्छ? हाई। हाम्रो प्यारो मम्मा डोन्ट रेडी भइसक्छ साडी लगाएर। ओ वाउ। के भइरहेछ सानो? सानो नेल पोलिस किन लगाउन लाग्यो? यता रेडी हुँदै बिसिन्छ हाम्रो आन्टी डन। आन्टीलाई डन भइदियो। आन्टी आन्टी हाम्रो ब्युटिफुल आन्टी। युट्युबमा हालिदिन्छ डाइरेक्ट ड्यामडुङ आजभोलि त। के हाल्दिन के मैले मेरो पेज चाहिँ हाल्दिन्छ युट्युबमा चाहिँ पनि हाल्छु भने त युट्युबमा ड्यामडुङ हालिदिन्छ। हाम्रो हजुरमुवा पनि रेडी भइहाल्छ राम्री ब्युटिफुल फिट चेक। हाम्रो हल्दीको लुगा गाइस यता रेडी भइसक्यो दाजुको हल्दी। हल्दी त कस्तो अलग देखेछ त टिका। अनि यता हुनुहुन्छ हामीहरूको हल्दी लगाउने मान्छेहरू। यी हाम्रो दुईटा भाइहरू हुनुहुन्छ मेरो दाजु र मेरो भाइ दुईटाको छ यता हल्दी सेरेमनी। संगीत राहुलको पालो खुट्टाबाटी हो नाइ टुप्पाइदि खुट्टाबाटी तु खिच्दैन के गरे हो दुलैको लागि सर हो त्यसै माथि गरे न हेलो लागे पनि केही हुँदैन लाटा जाडो होला जाडो भयो है कुनैला हो बिहान लाउनु पर्ने ल मम्मा र बुवा लगाउँदै हजुर कता फोटो खिच्न बस्ने लाइभ बस्छ त फोटो खिच्न हैन मैले फोटो त
केटाकेटीका भाले उल्टा झुकेर बसेपछि देखिन्थ्यो पर कुना जान्छ आनुमा झलामा जानु मान्दैन ठुलो म्याइ छैन मम्मी जुत्ता ल्याउनु उकायो अरे जुत्ता हान्नाले हल्दीमा आएको हल्दी त लाउनै पर्यो अहिले ब्लगर साइन्ता रावलको चाहिँ अहिले हल्दी भइरहेको छ आफ्नो दाजुभाइहरूलाई लगाइसक्यौँ दाजुलाई र भाइलाई अब हामीहरू गर्छौँ डान्स उनीहरूको छुट्टै छ उता पछाडि त्यहाँ छुट्टै छ मोबाइल कता छ जोसँग छ
गाइज हामी चाहिँ अहिले मन्दिरमा आएको दाजुको व्रतबन्धमा। हुनुहुन्छ हाम्रो तिजु र बहिनी दुईजना। ल जाम गाइज, चलो 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 चलो। कति कपाल मिलाएको। चलो चलो। यता पूजा गर्ने तयारी हुँदैछ। यो चाहिँ हो हाम्रो मन्दिर, नजिकैको मन्दिर। बुवा र मम्मा, यो मन्दिरमा हजुरहरूको के भयो अरे? यो मन्दिरमा होइन हजुरहरूको बिहे भएको? यो नै मन्दिरमा बिहे भएको। अहिले चाहिँ छोराको व्रतबन्धन गर्न लाग्यो। दुवैजनाको व्रतबन्ध पनि यहाँ हुँदैछ, बिहे पनि यही मन्दिरमा भएको पहिले नि। कति वर्ष भयो? 22 वर्ष कम्प्लिट भइसक्यो। बामाङ्गी सपत्नी कुम्भ राशि गङ्गा नामनी देव्य त्यहाँ पहेँलो टिका लगाइदिनु। त्यहाँ त्यो जाँदा त्यो चुफी राख्ने ठाउँ हो नि, त्यहाँ पहेँलो टिका। ओम यतन्ते देव सवितृ यज्ञम प्राहु बृहस्पति ब्रह्मणे तेन यज्ञपति तेन महाबब मनुर ज्योति दुखता। ल त्यो पहेँलो कपडा यस्तो राखिदिनु त्यहाँ माथि, यस्तो तेर्सो पल्लातिरदेखि पल्लातिर। हो त्यस्तो हो त्यस्तो हो त्यस्तो। अब यो चुडा कर्मको दिनमा खास यहाँ वरिपरि त पुरी सुरी झुडाउने, सेलहरू झुडाउने यस्तो पनि गर्थ्यो नि त। त्यही कपडा यति यस्तो हो त्यस्तो। तिनचोटि घुमाउनु दुईटै। ओम निवर्त याम्याय स्नाने प्रदनाय रायस पोखाय सुप्रदास्तवाय सुब्रियाय इति। ल अर्कोका पनि घुमाउनु भयो, दुमै महिनाका राख्नु त्यही इति। ततो कपाल कटाइ भइरहेछ, मामाले काट्दै उसिन्छ कपाल दाजुको। सङ्गीत रावलको स्टार्ट हो गाउँ घाटमा। कति रहेछ, नरम रहेछ कपाल। यो लोकलका पानीको कमालो भन्ने पर्तापुरको पानी पिटाउनको त्यसै पिटाउन भन्दा होला। अर्को सुविधा हो विनियोग। आँखको ठुलो दिनु होला त्यहाँ आँखको ठुलो। सुभदिङ महत ज्येष्ठाय महत ज्ञान राजा इम मौसे पुत्र मौसे विषय स भूमि राजा सोम अस्माक ब्राह्मण नाग राजा स्वाहा इयम यम पांगतागु जिन्नति स्वाहा इदम भौवाय नमः। खस्केपछि भने हजुर भयो माथि यता हेर्छु। भाउ दिएको त्यो लाग्छ।
प्रजापतयेत सहजं पुरस्तात् यो श्लोकको लागि पनि आउँछ भन्टोले भनिदिएको आयुष्यमग्रं प्रतिमन्त्र शुभ्रं यज्ञो पवित्रं बलमस्तु तेज ल जनै हाल्यो सङ्गीत रावलले पनि आज त भान्सा खान्छ है सङ्गीत दाजु हजुर जनै देखेछ हो अब तपाईँ बाँध्ने संस्कारमा बाँध्ने यो व्रतबन्ध भनेको व्रतमा बाँधिनु यो धागाको हो एकदमै कमलो छ असाध्य कमजोर छ हामी त्यसलाई धेरै तागत लाउनु पनि पर्दैन तर छुट्याइहेला छ यो जो हामीले धागो हाल्यौँ नि यो तर यो हाम्रो धर्मको धागो भएको कारणले यसको म सम्मान गर्नेछौँ यसको हेला गर्ने छैन भनेर छातीमा हात राखेर यहाँ कति मान्छे छन् देखा यति सबैलाई साथी राख्यौँ अनि यहाँ यी देवी देवताहरूलाई पनि अग्नि साथी राख्यौँ यी देवी देवताहरूलाई सबैलाई साथी राख्यौँ अनि यहाँ आफ्ना मान्यजनहरू पनि सबै साथी राखेर म यसको हेला गर्ने छैन यसको सम्मान गर्नेछु भनेर कसम खाएको हो यो साथी घडी घडी हो दिने खाताको मान्छेले लो थाहा तले हाल्दै आइया आफू हाल्दो काडा खिचाउँछ भाइ अ त कहाँ गयो त त्यहाँ अब उता अब हेलो आयो सबको जान्नु पर्यो नि त बिच्चा दिस्यो जोगी मिस्टर जोगी बाबा बिच्चा दियो छिटो भने कहाँसम्म पुग्ने हो बिच्चा दे बिच्चा देऊ हेलो निरञ्जन निरञ्जन भयो कति हुन्यो अलोक निरञ्जन बिच्छा देही बिच्छा नम नारायण पछाडिबाट देखिने आउने न म यहाँ अलोक निरञ्जन कता ठुलो
हरिद्वारको बाबा नहीं बाबू जति सक्दछ आजै माग्नु निरञ्जन भित्रदेही यो समात्छु मामा निरञ्जन फेरि आउने टाइममा आइराख्ने हो जतिसम्म भरिन्न निरञ्जन भित्रदेही ए म त यार बालक बालक बित्छ देऊ रेडी भइसक्यो हजुर रोक्नलाई रेडी भइसक्यो रेडी ल रोक्नुपर्छ भाग्न दिनुहुन्न मामा भाग्छ छिटो कहाँ पुगिसक्यो आइज संगीत फर्किहाल अब जोगी भएर घिमिन्छन् रे घरै आउँदैनन् फेरि अनि किन हजुर किन भाग्दैन हजुरलाई डर लाग्यो जोगी पनि डर लाग्यो हजुरलाई किन भाग्छु न बाइचान्स जोगीले भेटाइदिएपछि जोगी परे ओहो आयो सङ्गीत रावल मामाले छोपेर लेख्यो फर्किदेऊ बाबा फर्कियो कहाँसम्म पुऱ्यायो मामा 1 किलोमिटर दौडाएछन् रिङडा लागेर थकित अवस्थामा छु यस्तै दौडायो नि सङ्गीत रावलले मामाको हालत खराब दुईटी मामाको के हो सङ्गीतले यसरी किन भाग्यो सङ्गीत कहाँ काशी पुगेर आयो तिमी नियमहरू छन् के नियमहरू ती नियमहरू हजुरले पालना गर्नु फेरि समय देवदानव संवादे मथिमाने बहुदतो उत्पन्न सितदागम विकृत विष्णा स्वयं तोतो हे सर्वतीर्थानि देव सर्वे तोयि तिता तोयि तिष्ठन्ति भूतानि तोयि प्राण प्रतिष्ठिता ओम वरुणाय नमः यो प्रश्न छ फेरि अझ समय हातमा लिएर ओम गजानन भूत गणादि सेवितं कपिनाथं भूतनाथं लक्ष्मणं उमासुतं पाद पंकजं ओम ढोका छेक्ने मान्छे त कमजोर लाग्नु लाग्छ नजान्दै है यसो तल जमिन ढोकाका बिचमा छो त्यो सुपारीका गाछ यता यता टपरीका तल भित्रपट्टि देवान जत्रा न जग्रा जल सम्पन्नाम पुत्रा शोध भवन्ति मानव मध्य अलिखताम कति दियो बेहुली ल्याएका पनि धेरै पाइन्छ आज कति पाइयो वाह ल भइगयो
पैसा खान्छ त दुईटा खाम खाली गरेर हजुरलाई दिए त हामीले को हजुरलाई पक्ष पक्ष एकछिन छुट्टा छन् हामीले मात्र लगाउने भयो त्यो पछि पछि दिनु पछि गर्नु दिने कुरा होइन त्यो पछि गर्नु त्यो केही छैन यो चाहिँ पैसा राख्ने मान्छे के भन्छु के भइरहेछ के को झगडा हो यो के भयो भन्दाखेरि यो दुईजनाको पैसा छ होइन एउटा सबैले चाहिँ दाजुकोमा चाहिँ बढी पैसा हालिरहेछन् अनि यसकोमा चाहिँ कुनै कुनैले मात्रै पैसा हालिरहेछ अनि त्यही भएर अनि यहाँ डिस्कस चलिरहेछ फिल भइरहेछ अहिले त करोडपतिवाला फिल भइरहेको होला नि चुप लागेर बस्छ नि सिधै किन चुप लागेर बस्छ भनेको ल किन यस्तो हेर न एटिट्युड आइसक्यो कि यो पैसा धेरै दक्षिण धेरै दक्षिण पाएर हेर न एटिट्युड यिनीहरूको कोन बनेका करोडपति कसले भन्न सक्छ करोडपति मेरो युट्युब फ्यामिलीले हजुरको कसरी खोज्न सक्छ साँच्चै हो र यो यस्तो दिमाग नयाँ गिफ्ट गरिदिनु पर्यो गाइस हाम्रो अदिति फुपूलाई अनि अहिले चाहिँ टिका सिका लगाइसक्यौँ हामीले दाजुलाई यहाँ डान्स स्टार्ट भइसक्यो ल फुपू हजुरले खाना खाइस कि खाइसेन खाएँ तैँले खाइस् मैले त खाएकै छैन के गर्नु अघिदेखि यहाँ पैसा दाजु र भाइको दुइटैको पैसा राख्ने जिम्मा मेरो थियो अनि सबैको पैसा राखेको थिएँ ब्यागमा टिका लगाएर पैसा दियो कि नै पैसा नै देखायो भन्छन् पछि मिलाउँला नि आफ्नै बहिनी त हो भनिरहेछन् मैले त्यतिकै टाढेको छन् अहिले खाना कस्तो लाग्यो हजुरलाई यताको एकदम बेस्ट मासु कस्तो मिठो छ खाना त ल अब म पनि जान्छु गाइस खाना बर्थडे बनाउनु पनि सकिसक्यो सबैजना आफ्नो घर लागिसके अनि त्यसपछि आज पार्टी थियो पार्टी पनि सक्यो अनि अब चाहिँ हामीहरूको ब्लग हुन्छ एन्ड
अनि हजुरहरूलाई कस्तो लाग्यो हाम्रो ब्लग, दाजु मेरो भाइको बर्थडे बनाउनुको ब्लग कस्तो लाग्यो भन्नु होला, रिभ्यू दिनु होला, कमेन्ट गर्नु होला। अनि त्यसपछि ब्लग हेरेर रमाइदिनु होला। अनि अहिलेलाई चाहिँ यति नै। अब म आउँछु फेरि अर्को ब्लग लिएर। सो स्टे ट्युन फर माई न्यू भिडियो। अहिलेलाई यति नै। बाई बाई सबैलाई, बाई।